Hello everyone, welcome back to my channel. It's me Swastika. I'm back again with new astro video. यदि तपाईको पनि कर्कट वृश्चिक या मीन मध्ये कुनै एउटा राशि हो भने यो भिडियो चाहिँ पुरै सुन्नु होला। कुनै पनि वाटर साइन्स चाहिँ 10 वर्षदेखि 40 वर्षको भित्रसम्ममा लाइक from anywhere between adolescent and 40s of your life, you will experience major transformative period of 7 years, and that is Ketu Mahadasha. यो 7 वर्षको दशामा तपाईले चिनिरहेको मान्छेहरू, तपाईको जब, तपाईको रिलेसनशिप सबै कुराहरू डगमगाउँछन्। कति रहने भन्दा पनि धेरै सकिन्छ नै। जति पनि लाइक मैले जतिको पनि एक्सपिरियन्स सुने उनीहरुकोमा जब चेन्जेस चाहिँ मेजर टपमै आएको छ के केतुको पिरियडमा जब चेन्जेस, जब लस त्यो चाहिँ टपमै छ। तपाईको 7औं घरमा केतु छ भने डाइभोर्सको सिचुएसन आउन सक्छ। अनि कतिको चाहिँ फेरि डाइभोर्सको सिचुएसन भन्दा कतिको चाहिँ पार्टनरै एज अ ब्याक सपोर्ट हैन, पार्टनर सँगै नै त्यो केतुको दशा तरेको पनि छ भने म्यालिफिक एस्पेक्ट 7th हाउसमा छ भने चाहिँ डाइभोर्स पनि हुन सक्छ हैन। अनि तपाईले चिने जानेको मान्छेहरुसँग सबैसँग तपाईको प्राय नराम्रो हुन्छ। तपाईको त्यही जब लस हुन्छ जुनमा तपाई आत्मादेखि खुसी हुनुहुन्न थियो। तपाई स्ट्याटसको लागि, तपाई पैसाको लागि केही काम गरिराख्नु भएको थियो, बट यु आर नट सो ह्याप्पी, then there is job loss. So be prepared for financial instability and financial losses. That is also common with people experiencing Ketu Mahadasha. And आफ्नै घर परिवारले पनि कुरा नबुझ्ने, people will leave you, money will leave you, there will be job changes, anything that is not aligning with your soul purpose हैन। तपाईको मान्छेहरु जो चाहिँ तपाईको लागि बेस्ट छैन, तपाईको राम्रो समयमा तपाईलाई थाहा हुँदैन क्या को मान्छे कस्तो। अनि मान्छेहरुले पनि तपाईलाई राम्रो गर्न बाध्य हुन्छ के तपाईको राम्रो समयमा चाहिँ। द्याट्स व्हाई इट इज टोल्ड लाइक तपाई नराम्रो पिरियडमा चाहिँ तपाईको लागि मान्छे को छ कस्तो छ दैट यु गेट टु नो। यो 7 वर्षको पिरियडमा पेन मात्रै हैन, लेसनहरु लर्न गर्नुहुन्छ। के भन्नु, पैसा अभावले पनि मान्छेलाई धेरै कुरा सिकाउँछ जुन चाहिँ तपाईसँग सबै थोक हुँदाखेरि चाहिँ यस्तो पनि हुन्छ र जस्तो लाग्ने कुराहरू चाहिँ तपाईसँग पैसा अभाव भएको बेला सिकाउँछ। जसको पनि मैले कोरामा हेरे, लाइक रेडिटहरु सबै हेरे हैन। मेजर पिपलहरुको चाहिँ यो दशा चाहिँ एकदमै पेनफुल नै गएको मैले पाएको छु हैन। जहिले पनि महादशाहरुको प्याटर्न चाहिँ सिक्वेन्शियली हुन्छ क्या। यदि तपाईको भेनस को शुक्रको महादशा छ भने तपाईको नेक्स्ट सन नै आउँछ, भेनसबाट केतु आउँदैन, फेरि केतुबाट भेनस नै आउँछ। त्यत्रो डिफिकल्ट फेज पार गरेपछि भेनसको आउँछ हैन। त्यो भेनसको आउँदासम्म तपाईलाई त्यो भेनसको चीजहरुबाट नै तपाई डिट्याच भइसक्नु भएको हुन्छ, तर आउन चाहिँ आउँछ अभियसली। त्यही भएर त दुःख सुख भनेको होला नि त। केतुको भन्दा अगाडि पनि एकदम तपाईको प्रिन्सेस वाला काइन्डको तपाईको लाइफ स्टाइल हुन्छ, किनभने केतुको अगाडि ठ्याक्कै मर्करीको महादशा चल्छ फर 20 इयर्स एप्रोक्सिमेटली। इन अल 3 वाटर साइन्स क्यान्सर, स्कर्पियो एन्ड पाइसिस 3टा नक्षत्र मात्रै आउँछ कि त तपाई जुपिटरमा जन्मिन्छ, कि त तपाई स्याटर्न, कि त मर्करी। किनभने वाटर साइन्समा यो बाहेक अरु नक्षत्र आउँदैन, हुँदैन। द्याट्स हाउ इट इज। वाटर साइन्समा यो 3टा नक्षत्र मात्रै हुन्छ। कर्कटमा पनि जुपिटर, स्याटर्न, मर्करी, वृश्चिकमा पनि जुपिटर, स्याटर्न, मर्करी, मीनमा पनि जुपिटर, स्याटर्न, मर्करी। यदि तपाई जुपिटर नक्षत्रमा जन्मिनु भएको भने यो फेज चाहिँ तपाई आफ्नो 40 समय कटेपछि तपाईसँग सायद एकदम राम्रो जब हुन्छ होला तपाईसँग हैन। घर परिवार सायद सबै थोक भइसकेको हुन्छ। तपाईले एउटा आफ्नो लाइफ पुरै 40 वर्षको उमेर भनेको तपाईले आफ्नो लागि पुरै एउटा वे अफ लिभिङ तपाईले एक तरिकाले बाँच्न सक्नु भएको छ। तपाईले त्यतिखेरसम्म तपाई सेटल भइसक्नु भएको हुन्छ नि। इमेजिन लाइक दिस दशा कम्स एन्ड एभ्रिथिङ फल्स अपार्ट हैन, तर फल्स अपार्ट फर गुड कज। तर त्यसको त्यो पेन त तपाईलाई महसुस हुन्छ नि त। So everything falls apart and now you have to rebuild it again. So कतिपय मान्छेहरुको चाहिँ 40 वर्षसम्म बाँचेपछि त्यसबाट अर्कै तरिकाले जिन्दगी जान्छ। किनभने यो चाहिँ जुपिटर नक्षत्रमा जन्मिने मान्छेहरुले चाहिँ लेट टाइममा
एक्सपिरियन्स गर्नुहुन्छ। यदि तपाईँ स्याटर्नको नक्षत्रमा जन्मिनु भएको हो भने चाहिँ लाइक तपाईँको 20s तिर चाहिँ केतुको दशा आउँछ। अब कसैको अर्ली 20s हुनसक्छ, कसैको लेट 20s हुनसक्छ। यदि तपाईँ मर्करीको नक्षत्रमा जन्मिनु भएको छ भने चाहिँ लेट टिन्ससम्ममा, लेट टिन्स नभए अर्ली 20sसम्ममा चाहिँ तपाईँको कम्प्लिट भइसक्छ कि तपाईँको आत्मा रमाउने कुराहरूदेखि तपाईँलाई केतुले कट गर्दैन के, केतुले गर्दैन। तपाईँको लागि त्यो कुरा राम्रो छैन, त्यही भएर कट गर्ने हो। तर तपाईँलाई दुख्छ किनभने तपाईँ एट्याच हुनुहुन्छ। केतु विल गिभ यु आइसोलेसन बिकज तपाईँ भिडमा हुनुभयो भने तपाईँ भिडको कुराले नै तपाईँ अल्मलिनुहुन्छ क्या, तपाईँ आफूलाई चिन्ने मौका पाउनुहुन्छ। सो केतु विल आइसोलेट यु सो यु कुड नो योर सेल्फ, सो यु कुड नो हु यु आर, वाट यु एक्चुअली वान्ट एन्ड हु आर योर पिपुल होइन। एन्ड द पेन यु फिल इन केतु महादशा इज भेरी र पेन, इज exactly like having a surgery without anesthesia. So you can imagine how raw pain you will feel. Anesthesia binako surgery, can you imagine how much painful will it be? त्यस्तै पेनफुल हुन्छ केतुको पिरियडमा तपाईँले लुज गर्दाखेरि कुराहरू, बिकज यु हेभ एट्याच्ड योर आइडेन्टिटी विथ all those things. You might have attached your identity with that job, with those people, with that connection, you know, your desires. Like you might have attached your identity, so but your job, your connections, your people, your desires, they aren't you. So who are you? अनि मैले चाहिँ एक दुईजनाको याद गर्दाखेरि जसको मर्करीमा नक्षत्र छ उनीहरूलाई चाहिँ फिजिकल पेन चाहिँ धेरै भएको थियो, लाइक दे आर हस्पिटलाइज्ड होइन। मैले चाहिँ दुईजना मान्छेलाई मैले अब्जर्भ गरेको छु होइन। एकजना यस्तै इन्फ्लुएन्सर एन्ड एकजना चाहिँ मेरो साथी थियो, उसको पनि वृश्चिक राशि नै थियो, बट उसले पनि एकदमै क्रोनिक डिजिज चाहिँ एक्सपिरियन्स गरेको थियो। त्यही एक्सपिरियन्स गरेर होला ऊ चाहिँ एकदमै काइन्ड थियो कि म नर्सिङ गर्दाखेरि, लाइक सी इज वान अफ द मोस्ट काइन्डेस्ट सोल होइन। अब सबै राम्रै राम्रो हुन्छ भन्ने छैन, बट सी इज वान अफ द काइन्डेस्ट सोल। मलाई उसलाई देखेर अचम्म लाग्थ्यो कति काइन्ड होला यो मान्छे, मतलब म चाहिँ रिसाउने गर्ने थिएँ होइन, बट सी इज वान अफ द काइन्डेस्ट सोल एन्ड सी हेज गन थ्रु सम रियल्ली ब्याड स्टफ इन हर अर्ली 20s भनौँ न, अर्ली 20s, लेट टिन्स अर्ली 20sमा चाहिँ लाइक सी हेज गन थ्रु समथिङ रियल्ली टेरिबल। दुईजना देखेर लाइक आई कान्ट कन्क्लुड होइन। स्याटर्नमा चाहिँ कि साइकोलोजिकली इमोसनली धेरै हिट गर्छ। ओके, दिस मच फर टुडे, आई विल कम ब्याक विथ अनदर भिडियो। Bye, and don't forget to subscribe my channel, and if you like the information you got from this video or if you find this topic interesting, then please hit the like button. I really need your support. Thank you for watching. Bye.